टिकटकमा चाहिँ मैले कति बेसी मामुहरूको कम्प्लेन देखिरहेको थिएँ मेरो बच्चा चाहिँ कन्स्टिपेसन भयो कन्स्टिपेटेड भयो कसरी के होला सोलुसन भनेर अनि त्यहाँनिर भएको कमेन्टहरू पढ्दाखेरि चाहिँ कसैले फ्लेक्सिडोल ट्राई गर्नु कसैले एभोकाडो ट्राई गर्नु कसैले जुस दिनु कसैले सुप बनाएर खुवाउनु कसैले सागसब्जी खुवाउनु ओट्स ट्राई गर्नु भन्ने खालको भिडियोहरू चाहिँ कमेन्टहरू चाहिँ देखिरहेको थिएँ कि अनि ओट्स त पहिलादेखि खुवाउँदै थियो र पनि कन्स्टिपेसन भइराखेको थियो मेरो बच्चालाई अनि मैले चाहिँ प्रेग्नेन्सी भरि चिया सिड खाएको थिएँ त्यसले गर्दा मलाई चाहिँ कन्स्टिपेसन भएको थिएन अनि बच्चालाई दिन मिल्छ कि मिल्दैन भनेर रिसर्चहरू गर्दाखेरि मिल्दो रहेछ 6 महिना पुरा भएको बच्चालाई चिया सिड दिन मिल्दो रहेछ चिया सिडमा चाहिँ बेसी फाइबर प्रोटिन यस्तै के पाउने भएकोले गर्दाखेरि चाहिँ हाई फाइबर हुन्छ अनि टोयलेटहरू राम्रोसँग हुन्थ्यो कि अनि हो किन रहेछ भनेर मैले चाहिँ एप्पल प्युरी बनाएँ अनि त्यसमा 4-5 घण्टा भिजाएको चिया सिड हालेर दिँदाखेरि मेरो बच्चाले चाहिँ दिनमा 4-5 चोटिसम्म टोयलेट गर्यो अनि त्योभन्दा अगाडि चाहिँ सधैँ दबाई लाउँदै खुलाउँदै गर्नुपर्थ्यो अनि हो किन रहेछ भनेर फेरि यसलाई चाहिँ मैले टेस्ट गरेर ट्राई गरेर चाहिँ यो भिडियो बनाएको यदि तपाईहरुको बच्चा पनि कन्स्टिपेटेड छ अनि उयो टोयलेट राम्रोसँग भएको छैन भने चाहिँ चिया सिड अलिकति ठिक्कको मात्रामा चाहिँ मिलाएर खुवाउन सक्नुहुन्छ थ्यांक यू